Hello and so many beautiful people are welcome to my YouTube channel. New days, new vlog. आज हामी हुन्छ ल र म पनि आरामै छु। आज चाहिँ हामीहरू अगाडि दुईटा भाइ अनि म चाहिँ हामीहरू चाहिँ आज काफल खान जाने भन्ने प्लान बनाउँदै छु। आज अनि यता वैशाख 1 गते स्वारकोट पनि मेला छ। त्यो मेलाको लागि पनि जाँदै छौँ। हेरौँ अब मेला कस्तो छ। मेलातिर पनि जाने कोसिस गर्छौँ होइन। मेला जान्छौँ रमाइलो भइसकेपछि मेला हेर्छौँ नत्र भने मेन हामी चाहिँ आज काफल खानलाई जानु लाग्यो। आउनु तपाईँहरू पनि काफल खान जाउँ होइन। काफल पाकिसक्यो हुन त अब असिनाले झारिसक्यो होला। काफल चाहिँ हिजो अस्तिको असिना पानीले त्यही पनि हेर जति बचा छ त्यतै खाउँ होइन। त्यस्तो त र सबैजनालाई ह्याप्पी न्यू 2082 सालको होइन। तपाईँहरूले सोचेको चाहेको सबै कामनाहरू पुरा होस् सबैजनालाई। नजान्थ्यो बरु सबै ठाउँ यस्तै बाटो भयो होइन। दामी हुँदै बाटै ठिक भएन के गाइस। त्यो पिजबाजु भइदिएर दामी हुने होइन। ल ढिमढिमे गरे क्या। कहाँ ढिमढिमे ढिमढिमे पानी खान पान्नु भन्छ त नि। यहीँ गयो नि ट्राफिक रोड पड्क्यो ए ढलेको। ल त है
बाटो छ बाटो 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 कहिले बन्ने हो यो बाटो काफलको बुट्टा त यता पनि थियो त यार काफल पो आएन वैशाखको 1 गते सवारीको देउता परिचय क्षेत्रमा मेला लागिरह त्यसको लागि जाँदैछन् केटाटीहरू त्यहाँ हर वर्ष होइन प्रत्येक वर्ष वैशाख 1 गते नयाँ वर्षको दिन चाहिँ मेला लाग्छ त्यो ठाउँमा फाइनली हामी हर्नक भन्ने ठाउँमा आइपुग्यौँ यो माथिको सल्लाहकारी होइन अलिअलि राम्रो छ ठाउँ चाहिँ अलिकति बाटोले मात्रै इरिटेट गराउँछ होइन बाटो सम्झिन्छ मात्रै रिस उठ्ने हो नत्र पनि ठाउँ चाहिँ रमाइलो छ घुम्ने लायकको होइन राम्रो भ्यूजहरू आउँछ ठाउँ पनि राम्रो छन् अब मान्छेहरू पनि राम्रै छन् यो चाहिँ एउटा हर्नकको सानो बजार हो यत्तिकै भइदिएन हुने क्या बाटो है अब यत्तिकै पनि छैन फेरि के हेर्नु क्या यस्तै त अन्त तपाईँको अब लगभग दिनमा अन्त त्यो पनि के भन्नु कि होइन आफूलाई नै लाज लाग्ने क्या अब धेरै टिप्पर चल्यो होइन धेरै लोड लिएर चल्यो भनौँ भने अब त्यो दाङदेखि काठमाडौँ जाने बाटोमा भने कति गाडी हिँड्छन् होइन अनि कति लोडहरू लिएर हिँडेको हुन्छ यति मात्रै त्यही खासै केही फरक परेको हुँदैन अलिकति तपाईँको यस्तो कि अब कस्तो चाहिँ बनायो होइन अब कस्तो टाइपले बनायो भने त्यो उसमा जान्छ नि त क्वालिटी नै राम्रो बनाएन त अब त्यसमा गाडीलाई त केही दोष छैन अब के भन्नु क्या आफूलाई नै लाज लागेर हुन्छ कि अब के भन्ने अब त्यस्तो त होइन अब आफै बुझ्नु होला ए राम्रो बनाइदिनु होइन अलिकति फेसिलिटी नै अब सुविधा पर्यटकहरूलाई पनि सुविधा हुन त छैन होइन अलिकति सहज होस् जानलाई होइन अलिक बाटो राम्रो होस् तब त पर्यटकहरू भित्रिन्छ होइन अब बनाउनु त अब एउटा राम्रो छ बङ्गाचोली भ्यू टावर पनि होइन त्यहाँबाट भ्युजहरू पनि राम्रो देख्छ होइन अलिकति तपाईँको पर्यटकहरूले नआउनुको कारण चाहिँ मेन रिजन चाहिँ मेरो विचारमा चाहिँ यही जस्तो लाग्छ है बाटोको कन्डिसनै हो जस्तो लाग्छ मलाई चाहिँ यस्तो छ बाटोको कन्डिसन को आओस् क्या त्यही भएर यहाँको प्रतिनिधिहरूले अलिकति बुझ्नु पऱ्यो होइन बाटोमा चाहिँ अलिकति ध्यान दिनु पऱ्यो त्यो सिन त दामी छ नि त होइन सिन राम्रो भएर के हेर्नु बाटो राम्रो छैन बाटो राम्रो नभएपछि पर्यटक भित्रिने कुरो भएन होइन त्यो त मेन यहाँको हाम्रो प्रतिनिधिहरूले बुझ्नुपर्ने ध्यान दिनुपर्ने कुरो चाहिँ मेन आफ्नो मेरो विचारमा चाहिँ बाटोलाई नै सुधार गर्न सकेपछि पर्यटकहरू आफै भित्रिनुहुन्छ होइन आफै आउनुहुन्छ बाटो नै यस्तै छ घरबाट होइन पुरा ब्युटिफुल होइन पुरा ह्यान्डसम भएर निक्ल्यो अनि माथि त्यहाँ पुग्नुपर्ने ठाउँमा लोकेसनमा पुग्ने बेला आफूले हेरेर आफूलाई नै नचिन्ने भएपछि त के फाइदा भयो त होइन त्यसै त त्यही भएर अलिकति बाटोमा चाहिँ फोकस गरेर बाटो बनाइदिएपछि अलिकति राम्रो हुन्थ्यो
यहाँबाट भ्युज यस्तो छ गाइस हैन राम्रो छ नि टक्क भ्युज हरियाली यसलाई चाहिँ काउले छेडा भन्छन् हैन माथि टक्क पहाड के हो यता गाडी बिग्रिएको जस्तो सायद लोकेसन सोध्दै थियो होला गाडी चाहिँ बिग्रेको रहेछ सायद पहिलेतिर आएको हुन्छ हो यस्तो पर्यटकहरू भित्राउनलाई होइन अलिकति बाटो राम्रो हुनु पऱ्यो क्या गाइस बाटोको हालत यस्तो छ अनि पर्यटकहरू कहाँ मात्र भित्रिनु कि होइन एकचोटि पर्यटकहरू आए पनि अर्कोचोटि नआउने जस्तो छ बाटो यस्तो त गाइस अलिकति होइन बाटोमा चाहिँ ध्यान दिनु पऱ्यो क्या भ्लगमा फेरि तपाईँको नजिकै भन्दा होइन अलिकति टाढाको भित्र राम्रो देख्यो भने त्यो राम्रो हुन्छ नि त होइन अब नजिकको त देखिराख्यो भने त अलिकति आकर्षित टाइपको देख्यो भने राम्रो हुने नि त होइन गाइस ल गाइस फाइनल हामी जुम्ले पनि आइपुग्यो है यस्तो छ क्या बाटोको हालत अनि यही भएर हो नि त गाइस है यहाँदेखि सिधा गयो भने चाहिँ टापा यतातिर चाहिँ बङ्गलाचुली यो चाहिँ टापा खाने जाने भयो यो चाहिँ बङ्गलाचुली है मुर्कुटी बङ्गलाचुली भ्यू टावर जाने बाटो चाहिँ यो हो जस यहाँदेखि चाहिँ बाटो राम्रो छ यो यस्तो हुनु भने क्या बाटो यहाँदेखि बाटो चाहिँ A1 छ फेरि होइन भन्नु पर्दैन यहाँदेखिको बाटोलाई चाहिँ यतादेखिको बाटो ए सरी कमिरचोर आइपुग्यो फाइनली होइन यो चाहिँ कमिरचोर बजार हो यहाँनिर चाहिँ चोत्रा बाजार चाहिँ धन्ने चोत्रा ए चोत्रा र हँसिलो यहाँ चाहिँ हँसिलो होइन खतरा दामी पाएको सरी गाइस है हँसिलो हुन्छ नि चोत्रा भने चाहिँ अलिकति 8-9 बजी यस्तै त हो अलिकति लटपटी हुन्छ होइन मौसम चाहिँ राम्रो छ गाइस मात्र होइन
तलतिर पुरा घाम हुन्छ यहाँ अलिक जाडो होइन चिसो मौसम तल भलिबल गेम हुँदो रहेछ ओ माई गॉड भ्यूज दामी जस यहाँको बाटो चाहिँ यस्तै होइन पाहाडतिरको भ्यूजहरू हेर्दा ती सिनहरू हेर्दा आफूलाई नै आनन्द फिल हुन्छ होइन हेर्दाखेरि चाहिँ झन् यहाँ आएर महसुस अवलोकन गर्न पाउँदा झन् कति खुसी हुँदो हो भन्न लागिरहेको होला तपाईँहरूको मनमा प्लिज आइदिनु होला भिजिट गरिदिनु होला घुमिदिनु होला होइन कस्तो छ ठाउँ मलाई चाहिँ राम्रै लाग्यो तपाईँहरूले नि लगभग राम्रै लाग्यो होला खतरा देखा सल्लाह करी सल्लाह को लास्ट डिवीजन है रे यो चाहिँ मुरकुटी बजार हैन यहाँ बजारमा चाहिँ स्केटिङ रहेछ नयाँ स्केटिङ खोलेर चाहिँ मुरकुटी स्केटिङ पार्क यहाँ केटाकेटी रमाइलो गरिरहन् नयाँ स्केटिङ बार बनाउला मान्छेहरू खेल्नलाई धेरै
मुरकुटी स्केटिङ पार्क पङ्लाचुली 5 मुरकुटी डाङ। द तेरो नाम के हो भन्? मेरो नाम आदर्श बुढामगर। कतिमा पढ्छस्? 6मा। त के हो नाम? कुशल भण्डारी। त पनि पढ्नुहोस्? कहाँ कतिमा पढ्छस्? कहाँ? बोर्डिङमा? ल सबैलाई सब्सक्राइब गर है। धन पिएम ब्लग है, ब्लग है। मुरकुटीबाट अहिले फर्किसकेको माथि मेलामा जाने भनेको भाइ चाहिँ हल्का उसलाई अशक्त भयो होइन, अलिक बिमारी भएको थियो, उसले जिउसन चाहिँ भएन, अनि त्यही भएर मेलामा नगएर मेला बाटोबाट फर्केर अहिले हामी घरतिर जाँदैछौँ। जुन त गाइस यो भनेको आएन पोपाल मास्ट नम्बर 1। यहाँबाट भ्युज आउँछ क्या दामी पहाडहरू। खै त भोक लाग्छ र? उही त बराबर हिँड्न। मेला बसेको